यो हो च्याखु खम्बा सेटलमेन्ट। इलिभेसन 3735 मिटर। यहाँबाट 1 आवर्स क्याङ भन्छ, 1.5 आवर पनि लाग्न सक्छ है। अनि ढिकी रेस्टुरेन्ट यतातिर। यो भनेको च्याखु बजार हो, हेर्न सक्नुहुन्छ। यो च्याखु बजार। अनि ऊ परतिर नार्पाभूमि गाउँपालिकाको च्याखु भन्ने ठाउँ, अनि त्यो चाहिँ पालिका अफिस। यतातिर यस्तो सेटलमेन्ट छ, खम्बा सेटलमेन्ट भन्छ यो पहिलाको। अनि यो आज चाहिँ च्याखु बजार हेर्न सक्नुहुन्छ। होटलहरुतिर च्याखु बजारको होटलहरु। यो खम्बा सेटलमेन्ट। अब थाको धेरै माथि नि त्यो त यहाँ गाईका बाछा यस्ताहरुले यो फुर्केला त्यो एउटा उसको हो के अन्त यो चाहिँ के को लागि ल्याउनु भएको? तरकारी खानलाई कि सुकाउनु? तरकारी त्यो नेटको बिचमा क्याप्स हाल्छ के लाइटरले तान्छ नि त्यो नेटको। पछाडी हुलाक कार्यालय मनाङ छ त त्यहाँ। हुलाक कार्यालय मनाङ। कितनी नजिकबाटै खिच्ने भयो हेर्नुस्। हैन ठीक छ। यो चाहिँ हुलाक, अनि ऊ चाहिँ माथिको चाहिँ गुम्बा छ है। अनि यो चाहिँ खम्बा सेटलमेन्ट छ। गोठहरु मनाङतिर यसरी चाहिँ मान्छेहरु पनि बस्छ धेरै ठाउँमा। यस्तो गोठहरु है। यस्तो खम्बा सेटलमेन्टमा पहिलातिर मान्छेहरु पनि बस्थ्यो। अहिले गाईबस्तुहरु होला। यो हो च्याखु बजार खम्बा सेटलमेन्टहरु। ऊ त्यतातिर हेर्नु त गाइज। यता चाहिँ नेपाल बैंकको कर्मचारी साथीहरु। हामी यता चाहिँ इभिनिङ वाकको लागि आएको है सर। हाम्रो नेपाल बैंकको साथीहरु, सहकर्मी साथीहरु यता जाउँ सर। अब यताबाट यता लोकदौरी है। यो कुरिलो पनि फल्छ। कुरिलोको अस्ति चाहिँ तल छ्याछ्यातिर यो फाँटहरु हेर्नु त गाइज कति तल छ। यो माथि हेर्नु त। यहाँ हाम्रो चाहिँ जिप लाइन बनाउने प्लान छ। अब हेरौँ के हुन्छ, कहिले सक्सेस हुन्छ। यहाँ टक्क एउटा पुल हाल्नु पर्छ जस्तो छ ट्याक्कै। आज हामी तलको बाटो छोडेर यो माथि माथि हिँड्न लागेको। डाँडै डाँडा है। यस्तो ठाउँमा किन बनायो होला हेर्नु त। यस्तो ठाउँमा चाहिँ धेरै पुरानो छ। यहाँबाट पहिरो गयो भने बच्छ त। हेर्नु त खम्बा सेटलमेन्ट यस्तो ठाउँमा बनाएको छ। हामी चाहिँ यसो भिजिट गर्न आएको यसरी। ट्याक्क अब यहाँ हामी निस्कियो है। यहाँ हेर्नु त च्याखु बजार। ट्याक्कै यो हो च्याखु बजार है। यस्तो छ बजार। अनि यो चाहिँ ऊ पर हेर्नुहुन्छ यो पालिका। अहिले हामी त्यही पुग्छौँ। यतातिरको बोट बिरुवाहरू कस्तो छ। यस्तै बोट बिरुवाहरू पुरै। बोट पनि ठुलो हुन पाएको छैन। अनि यो धुपीको फेरि धुप बाल्दा पनि यसको चाहिँ राम्रो चाहिँ हुन्छ है।
सुगन्ध पनि एकदम राम्रो। यो हाम्रो नेपाल बैंकको साथीहरू नार्पा भूमि गाउँपालिकामा पनि यति टाढा आएर फेरि सेवा दिनुभएको छ हामीहरूलाई। सबै नार्पा भूमि गाउँपालिकाको साथीहरू यतै बस्छौँ। अनि त्यसपछि यता चाहिँ नेपाल